यो ठाउँ साटाखानी भन्ने ठाउँ हो। यहाँ चाहिँ म जन्मेको ठाउँ हो र यो बारी एकदमै राम्रो इन्भाइरोमेन्ट छ। यहाँ वरिपरि घाँसहरू, यहाँ तलतिर सानो खोल्सी छ, यहाँ इरिगेसन च्यानल छ, त्यहाँ भैँसी फार्म छ एउटा र एकदम राम्रो इन्भाइरोमेन्ट छ यहाँ। त्यो माथि त्यो रुखहरू भएको ठाउँ चाहिँ हो, यो ठाउँ चाहिँ हाम्रो घर थियो पहिलाको पुरानो हजुरबाहरूको, अहिले चाहिँ छैन। यहाँ पनि फल्या रहेछ। यहाँ चाहिँ पुरै कफी खेती हुन्थ्यो पहिला यहाँ चाहिँ यो लोकेसनमा। अहिले त केही पनि छैन, केराको बोट घाँसहरू मात्र रहेछ। यहाँ एउटा हाम्रो सिँचाइ पोखरी पनि बनाएको छ यो जग्गामा। यस्तो छ, सरसफाइ चाहिँ कति छैन, फोहोरै छ, तर पनि अब सिँचाइ गर्न चाहिँ यही पानीबाट सिँचाइ हुन्छ। अब यसलाई सफा गर्ने भने चाहिँ स्विमिङ गर्न मिल्ने खालको राम्रो व्यवस्था चाहिँ हुन्थ्यो। यहाँ हाम्रो साटाखानी जाने एउटा सानो खोल्सी छ, आएर त्यहाँ बाइक साइक धोएँ मैले। ल बाइक क्लिन भएपछि चाहिँ म अब निस्किन्छु बिरेनरको लागि।